Guys, you can see my topi and my baje also. Haha, baje चाहिँ आफ्नो ex wife लाई भेट्न आएको रे काठमाडौँ. Oh my god. बाजे भेट्नुभयो कि नाइ रे भन्नु न ex wife लाई. भेट्नुभयो कि नाइ के? तपाईले आफ्नो त्यो छोराको जेठीबु उसलाई भेट्नुभयो कि नाइ भन्नु त. जेठीबुलाई भेट्नुभयो कि नाइ? भेट्नुभयो. फोटो खिच्नु पर्छ है अब गएर है. हुन्छ हुन्छ. बाजे चाहिँ यति खतरा कि जमानामा आफ्नो जेठी बुढीलाई जोडेर कान्छी बुढी बिहा गर्नुभयो अनि बल्ल बुढेसकालमा भेट्न आउनु पाछ. बाजे कभरमा एउटा फोटो ल आउनु. यस्तो गर्नु न यस्तो बाजे पारा गर्नु यस्तो गर्नु न. हैन के यो दुईटा मार्ने हो अब हो या. खै अलि यता बाजे. हल्का यता. हो ल यस्तो बाजे यस्तो. यो निकाल्ने हो कान्छे होला ल. यो ल बाजे. बाजे त फेरि बाजे तपाईको जवानीको फोटो मैले यसो भेटाएपछि एल्बममा त्यहाँ उर्मिला फुपसँग पठाइदिनु ल. म युट्युबमा राख्छु कि है. बाजे त फेरि तर मलाई बाजेले माने कि हिम्मत चाहिँ हो कि जे जस्तो भए पनि आफ्नो के अरे कतिवटा बच्चा थियो अरे बाजे? दुईटा है कि तिनटा रे जेठीबाट के? दुईटा बच्चा भइसकेपछि छोरा गएपछि फेरि माया लाएर भेट्न हाम्रो बाजे देख्न सक्नुहुन्छ अझै पनि बल्ल बाङ्ग हुनुहुन्छ. बाजे रामसँग आउनुलाई. ल ल ल. त्यो फोर पनि छ. यहाँ काम गर्ने भयो. त्यसै गरी हामी बाजेको जेठी श्रीमतीलाई भेट्नतर्फ जाँदैछौँ. जुन चाहिँ अहिले बोई चाहिँ पछिको घरबाट छोराछोरी हुनुहुन्छ उहाँसँग बस्नु हुँदो रहेछ अनि हामी चाहिँ उहाँलाई भेट्न जाँदैछौँ. हाम्रो बाजे चाहिँ भेट्न आएको यहाँ बोइलाई. फोटो खिच्ने गरी यहाँ हजुर यहाँ फोटो खिच्ने गरी डाँटेकोले मान्छेले के फोटो खिच्ने हो के भन्नुहुन्छ? नाता छुट्या मान्छेले के फोटो खिच्नुहुन्छ रे. डाँटेकोले मान्छेले के फोटो न त अनि बाजे बोइ तपाईहरु बोल्नु न त अनि. तपाईहरु धेरै पछि भेटिनमा कुराकानी गर्नु न त अनि. हामी यहाँ आतर के बोल्नु छ बोइले त फेरि बोल्न लगो न त अनि रे. बोल्दैन गरे के अगाइ गेरे अब अगाइ गेरे थाहै छैन. बाजे कति वर्ष हुनुभयो त? बोरबोरेटै भयो हामीलाई 82 पहिला 82. तपाईहरु छुट्या कति वर्ष भयो त? तपाईहरु छुट्या कति वर्ष भयो? कति वर्ष भयो? गर्नु भएको त्यहाँ पनि भइ होला 30-35 वर्ष. त्यो भन्दा 40 भइ हो. अरु गयो 30-35 वर्षमा त कहाँ होला मै गए भयो. त नजाने पनि नजाने कोइलो हो ल. कतै कोइलो केवासी भनेपछि बोइले बिहा नगर्दै नि. अनि पारसको बाबा कति हुनुभयो? हाम्रो फाजा जन्मेको थियौँ ल. खै त हो त्यहाँ भन्दा नि धेरै वर्ष अगाडि. आमा जो हाम त मामाले अर्को जुलटले म जन्मेको थिएँ. पारस बाजे बुवा सानो म जन्मेको थिइनँ. छुट्या भने मामाले अर्को जुलटले म जन्मेको थिइनँ. उहाँ बिहे नै गर्नु भएको थिएन नि तपाईले. सानो हुनुहुन्थ्यो रे के छुट्टी त बुवा सानो हुनुहुन्थ्यो. ए भनेपछि त भत्तकै भइगयो होला नि. त्यही 50 40-45 वर्ष भयो. जन्मिया थिए हो जन्मिया थिए. हामी अहिले कुरा गर्दैछौँ उहाँहरू कति वर्ष भयो छुट्टिएको भनेर. पारसको हजुरबा थिए रे सानो यिनीहरू छुट्टिने बेला. म देखिया म के जन्मेको म सानो थिएँ कि त सानो थियो रे. दुई बहिनी सानो थियो जन्मेको थियो. सानो ए 3-4 वर्षको थियो मलाई के. त्यहाँबाट सानो थियो दुई बहिनी जन्मेको थियो म देख्याम त. उहाँहरू कुरा गर्दै हुनुहुन्छ आफ्नो बारेमा पहिला घटेका घटनाहरू र के भएका थिए भनेर बोजूलाई सुनाउँदै हुनुहुन्छ ठुलो बोजूले.
हाम्रो बोजू र बाजेको जेठो सन्तानको श्रीमती हुनुहुन्छ जुन चाहिँ माला मिलाइदिइराख्नु भएको छ उहाँ बोजू चाहिँ। अनि उहाँको बुहारी चाहिँ मेरो फुपू हुनुहुन्छ। हामी चाहिँ यस्तो खालको साइनोमा छौँ। अनि अहिले चाहिँ हामी फोटो खिच्नको लागि रेडी हुँदैछौँ। ल बाजे बस्नु त ए बाजे फोटो खिच्नु बेला कहाँ उठ्या र ल फुल बाजेले फुल लिएर आएपछि हामीले फोटो खिच्न लाग्यो। गाइज चाहिँ बुढा फ्यामिली है आफ्टर सो लङ टाइम पछि। यो चाहिँ म सहितको फोटो रहेको छ। हामीले चाहिँ एक दुईवटा फोटो खिच्यौँ अनि हामी बिदा हुनतर्फ लाग्यौँ। बोजू र बाजेको अहिले जुन मैले यो भिडियोमा देखाइरहेको छु यो देखेर चाहिँ मलाई के याद आयो भने मेरो बाजेले भन्ने गर्नुहुन्थ्यो छोरा मान्छेले जति नै बुढी ल्याओस् जति नै कान्छी बुढी ल्याओस् मरेपछि पनि ऊ जेठी बुढीको साथमा नै हुन्छ अरे, माया त्यति लाग्छ अरे जेठी बुढीको भन्ने सुनाउनुहुन्थ्यो। हो रहेछ बाजे बुढीको हालत चाहिँ अब एकदमै अब ढल्किसकेको छ होइन। अनि त्यसैले चाहिँ अन्तिम भेटघाट गर्न आएको रे। अनि हामी चाहिँ उहाँ बोजूलाई छोडेर घरतर्फ फर्कियो। भिडियो चाहिँ यतिसम्म छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।